तिमीहरूलाई उठायो भन्दै यही मौकामा घर अन्य कामहरू गर्ने त्यो स्थानीय सरकारलाई पनि हामीले अपिल गरेका छौँ। जुन तरिकाले तपाईँहरूलाई आतंकित पारेर आजै उठाउँछ, भोलि नै उठाउँछ, भरे नै उठाउँछ भनेर आपत पार्ने काम गर्नुभएको छ, केन्द्र सरकारले त्यो गरेको छैन। फेरि पनि भन्छु, असुरक्षित हुनुहुन्छ भने तपाईँलाई सुरक्षित ठाउँमा लिएर जाने, स्थानान्तरण गर्ने, तर तपाईँको भविष्य सुनिश्चित गर्ने काम केन्द्र सरकारको निर्णय हो। पार्टीको निर्देशन पनि सरकारलाई त्यही हो। सुकुम्बासीहरूको घर ड्याम भत्काइयो। सुकुम्बासीको छाप्रा मात्रै होइन कि लाखौँ लगानी गरेर करोडौँ लगानी गरेर बनेका घरहरू पनि भत्काइराखेका छ। रासोपाले थोरै पनि सहानुभूति राखेन भनेर आरोप लाग्यो भने के हुन्छ? अब रासोपाले के कुराको सुनिश्चितता गरेको छ भने कुनै पनि नागरिक घरबारविहीन हुनुहुने छैन। यो बस्तीहरू हटाउने सिलसिलामा जुन बस्ती विशेष गरेर काठमाडौँ उपत्यकाका खोला नजिक अलिकति खतरापूर्ण जोखिमपूर्ण बस्तीहरूलाई लिएर बारम्बार कुराहरू उठिरहेको हामीले बताइरहेको र जोखिममा नागरिकलाई राख्नुभन्दा त्यो जोखिमबाट बाहिर निकालेर अगाडि लिएर जाने कुरालाई अगाडि बढाइएको, यसका विभिन्न प्रयासहरू भए, विभिन्न मोडलमा यसलाई समाधान गर्ने विगतमा प्रयास भए। 30औं वर्ष विभिन्न आयोगहरू बनेर यसलाई कसरी समाधान गर्ने भनेर प्रयासहरू भएका हुन्। त्यसकारणले प्रयास गर्ने क्रममा रासोपाले के सुनिश्चितता गरेको छ भने होला आज हाम्रो व्यवस्थापन योभन्दा अझ राम्रो हुन सक्थ्यो कि, अथवा राज्यले अझ बढी राम्रो व्यवस्थापन गर्न सक्थ्यो कि, त्यो सुदृढ गर्ने, सही गर्ने सम्भावनाहरू जहिले पनि रहिरहन्छन्। तर त्यसभन्दा बाहेक सुनिश्चितता गर्ने कुरा नै महत्त्वपूर्ण कुरा हो। उहाँहरू घरबारविहीन हुनुहुने छैन। छोराछोरीहरूले, बालबालिकाहरूले उचित शिक्षा प्राप्त गर्ने कुरामा कुनै दुविधा हुने छैन र जसको कहीँ कतै कोही पनि छैन, त्यसको लागि राज्य छ, सरकार छ। केही दिन, केही समय, हामीले त्यही पनि समय भनेका छौँ, 1000 दिनभित्र सबैलाई समन्वय गर्ने भनेका छौँ र आज हामीले निर्णय पनि गरेका छौँ सरकारलाई कि यसलाई छिटो गर्नु भनेर अपिल पनि गरेका छौँ। त्यसकारणले यो प्रक्रियामा केही तलमाथि हुँदाखेरि प्रक्रिया नहेरेर यसलाई समाधान गर्ने बाटोमा सरकार हिँडेको छ भन्ने बुझ्नु पर्यो। त्यसकारणले अहिले भएको दुःख भन्दा पनि यत्रो वर्ष भोगिएको दुःख ठुलो होला नि। यो 1 हप्ता मात्र दुःख गर्नुभएको र उहाँहरूले 30औं वर्ष दुःख गर्नुभएको हो नि त। तर अब त्यो दुःखको सिलसिलालाई राखिरहने कि त्यसलाई समाधान गर्ने, त समाधान गर्ने प्रक्रिया योभन्दा राम्रो हुन सक्थ्यो, अफकोर्स हुन सक्थ्यो होला। अझ पछि त्योभन्दा राम्रो हुन सक्थ्यो, अझ हुन सक्थ्यो होला। तर राज्यले के भनेको छ, सरकारले के भनेको छ, रासोपा केमा प्रतिबद्ध र कटिबद्ध छ भने नागरिकलाई घरबारविहीन हामी बनाउँदैनौँ। यो प्रक्रियालाई सम्पन्न गर्ने क्रममा अहिले प्रक्रियागत रूपमा केही त्रुटि, केही समस्या, केही राम्रो, केही नराम्रो मिश्रित प्रतिक्रिया त तपाईँहरूले पाउनुभएकै छ। जे भए पनि उद्देश्य के हो भने उहाँहरूलाई सही ढङ्गले, सही तरिकाले सम्बोधन गर्ने, समायोजन गर्नुपर्ने ठाउँमा उहाँहरूलाई छुट्याउने कुराहरू, कहाँ कसको के छ अवस्था छ, सबै यो लगत सङ्कलन गर्ने क्रममा यसलाई सम्पूर्ण रूपमा हामीले दिन गनेर, समय गनेर हामी यसलाई व्यवस्थापन गर्छौँ भनेर भनिरहेका छौँ। त्यसकारणले गर्दा यसको व्यवस्थापन हुन्छ। यसमा कोही पनि निराश हुनु पनि पर्दैन, कसैले सशङ्कित हुनु पनि पर्दैन। अन्त्यमा म तपाईँहरूकै माध्यमबाट म के भनिरहेको छु भने देशभरिका विभिन्न स्थानीय निकायहरूले रासोपाको काँधमा बन्दुक हानेर अव्यवस्थित बसोबासीहरूलाई देख्यौ तिमीहरूले भन्ने काम जुन गरिरहनु भएको छ, त्यसमा हाम्रो घोर आपत्ति छ। अव्यवस्थित मात्र होइन, असुरक्षित बसोबासीका हकमा सरकारले यो कदम चालेको उहाँहरूलाई सुरक्षित राख्नको निमित्त। देशैभरिका अव्यवस्थित बसोबास, लालपूर्जा नभएका भूमिहीन सुकुम्बासीहरूको हकमा शक्तिशाली प्राधिकरण या आयोग बनेर त्यसले गरेको निर्णय कार्यान्वयन हुन्छ। तर खतरापूर्ण ठाउँमा, नदी किनारमा बाढी पहिरो आउने, बाढीले बगाउने ठाउँहरूमा बसेका नागरिकहरूलाई स्थानान्तरण जति छिटो त्यति गर्नुपर्ने हुन्छ। त्यसो गर्दा उहाँहरूलाई घरबारविहीन बनाइने छैन। यो रासोपाको, यो सरकारको निर्णय हो, सरकारको स्ट्यान्ड यो हो। तर यसको आडमा देख्यौ तिमीहरूलाई उठायो भन्दै यही मौकामा घर अन्य कामहरू गर्ने त्यो स्थानीय सरकारलाई पनि हामीले अपिल गरेका छौँ। जस्तो बाटोको विस्तारको काम कतिपय स्थानीय निकायले गरेको छ। त्यो बाटो विस्तार गर्न त्यसका मापदण्ड आफ्नै होलान्, त्यसको आफ्नो कार्यविधि होला। त्यसमा केन्द्र सरकारले के गर्न सक्छ होला र? तर त्यहाँ पनि हामीले के अपिल गरेका छौँ भने नागरिकको जीवधनको रक्षा गर्ने र उहाँहरूलाई सुरक्षित ढङ्गले पछिसम्मका लागि के व्यवस्थापन गर्दै हुनुहुन्छ त्यसको पनि योजना गर्नुहोस् भनेर हामीले भनेका छौँ। मात्र अव्यवस्थित मात्र होइन कि असुरक्षित बसोबासलाई त तत्काल सम्बोधन गर्नु पर्यो नि। सरकारले असुरक्षित बसोबासलाई सम्बोधन गरेको काठमाडौँका हकमा, उपत्यकाका हकमा सुरुदेखि नै सूचनाहरू गएका छन्, विभिन्न चरणमा कार्यक्रमहरू भएका छन्, विभिन्न तरणले सचेत गराउने कार्यक्रम भएका छन्। त्यसको कार्यान्वयनको चरणमा गएको हो। देशैभरिका भूमिहीन सुकुम्बासी साथीहरूलाई म विनम्रतापूर्वक
यही सन्देश फेरि पनि म यो सायद तेस्रो पटक भन्दैछु, परे म धेरै पटक पनि भनौँला कि जुन तरिकाले तपाईँहरूलाई आतंकित पारेर आजै उठाउँछ, भोलि नै उठाउँछ, भरे नै उठाउँछ भनेर आपत पार्ने काम गर्नुभएको छ, केन्द्र सरकारले त्यो गरेको छैन। फेरि पनि भन्छु, असुरक्षित हुनुहुन्छ भने तपाईँलाई सुरक्षित ठाउँमा लिएर जाने, स्थानान्तरण गर्ने, तर तपाईँको भविष्य सुनिश्चित गर्ने काम केन्द्र सरकारको निर्णय हो। पार्टीको निर्देशन पनि सरकारलाई त्यही हो। त्योभन्दा बाहिर गएका कुराहरूको चाहिँ बारेमा सरकारले सचेत पनि गराएको छ र स्थानीय निकायहरूसँग समन्वय यहाँहरूले गर्नुहोला। हस्, धन्यवाद।